यो कल्लु लास्ट अल्छी रहेछ सम्झाइदियो त्यसलाई योलाई जति भने नि हुँदैन ठुल्यामा ठुलियामा नभन् न प्रीति म्याम भन् घरमा हो र हामी अफिसमा हो टाढै हो मामा घर जाउँ न खैको मासु घाँस बोकेको छैन नि छैन ए के हेरेर बसेको छातो बोल न छातो बोल ल ठिक छ ओइ लेडे कति मोबाइल चलाएको होइन ती जाउनलाई त अझै 1 महिना बाँकी छ त के हो ती जान आइकन माइत 35 वर्षको अनुभव छ तपाईँ ढुक्क हुनुहोस् न यस्तो त दिनको 100 छोड दे न पानी न घाम धेरै नाटक नगर छोड दे यस्तो पनि काठमाडौँ हुनु रहेछ पारी तर पर्या थियो ए रय रय ए के हेरेर बसेको छातो बोल न छातो बोल ल ठिक छ ओइ लेडे कति मोबाइल चलाएको लाग्दो मानिस समात नेपालमा जे गर्न पनि साह्रै झन्झट छ ओहो पानी पर्न लाग्यो बुट्टो माला सुकाएर राखेछ त घर जा हाम्रो कराटाको माल खेर जाला तिमीलाई पनि अलिकति दिउँला के गुड बाय गया ल हेर्न त्यसलाई पठाउनु पाएको छैन पानी रोक्यो त्यही त भने यो पानीको नि आउने जानेको ठेगानै छैन यार साठी त रहेछ 50 रुपियाँ कस्तो साह्रो महँगो हो क्या आज त भैँसीको खुट्टा खानुपर्छ खालास कलौटे भैँसीको खुट्टा ल हजुर बसौँ गइहालौँ बसिहाल्ने हो र बसिहाल्ने ओहो क्यारी चढ्ने होला त एथोमा भयो हजुर जाँदा हुन्छ जाँदा टाढै हो मामा घर जाउँ न खैको मासु घाँस बोकेको छैन नि छैन हो ल ठिक छ ल बाबु धर्नु यहाँसम्म मात्रै हस् धन्यवाद हस् बाबु धन्यवाद यहाँसम्म ल्याइदिएको म धन्यवाद तिमीहरूका यस्ता अफिसा मैले काम छोड्यो भने भोलि आएर तिमीहरूको चुलो बल्न छोड्छ यो कल्लु लास्ट अल्छी रहेछ सम्झाइदियो त्यसलाई योलाई जति भने नि हुँदैन ठुल्यामा ठुलियामा नभन् न प्रीति म्याम भन् घरमा हो र हामी अफिसमा
लासो कता हो टाढै हो माइतसम्म हिँडेको नि आमा तिम्रो नजरले बोल्दा मेरो सास अलि ढिलो चल्छ ओठ नछोइकनै पनि मनैभरि आगो बल्छ हजुरै राख्नुहोस् न रातको कति समस्या हो यो कहिले कहाँ पुगेछ कहिले कहाँ पुगेछ लाजले आधा झर्छ के भयो बुढो बा केही भएको छैन बाबु एकछिन चा कटाएर बसेको दिन सक्दैन यिनका हामीले के फाइदा छौँ र आफ्नै पाहुरी बजाएर खाछौँ यार बल्लराम यो मुन्छेको दर्शन गर्न पाइयो सारीमा त कस्तो झलाल बलेकी हजुर नै हो हजुर अघि नै हो यो कलवालाई केटी देख्नै हुँदैन त्यसै त्यसै टोलाउँछ त यार पख्न त हाडीलाई तँलाई यो खोलामा जागिनुहोस् भने टाढै जाने ढिलो चल्छ जाउँ जाउँ ढिला भइसक्यो जान्छु ल ओठ नछोइकनै पनि मनैभरि आगो बल्छ रातको पर्दा बिस्तारै लाजले आधा झर्छ होइन ती जाउनलाई त अझै 1 महिना बाँकी छ त के हो ती जान आइकन माइत यसलाई पनि केटी देख्नै नहुने रहेछ त्यही त भनेको कुन दिन मैले यसलाई कच्याक्क पारेर कुल्चेन भने धेरै स्ट्रिट नगर्नु ल भइहाल्छ नि जाउँ जाउँ हामीलाई ढिलो भइसक्यो यहाँ 35 वर्षको अनुभव छ तपाईँ ढुक्क आउनुहोस् न यस्तो त दिनको 100 मार्ने भयो अब यिनले ठिक्क पर्यो कालुवालाई अब बजारले मार्ने भयो यो कलवाले गर्नसम्म गरे मेरो बिग्ने डामा डोल गरिदियो अब मार्छ बाहुनीले भाग केटा हो भाग ओहो हजुरलाई हिलो त लागेन हो रहेछ नि 35 वर्ष होइन 70 वर्ष नै अनुभव रहेछ नि एकै मिनटमा माइत पुर्याइदिनु भयो मलाई म उठाइदिउँ योपालिको काममा अलिकति उत्पटङ लाग्यो होला हजुरहरूलाई के गर्नु अवस्था नै यस्तै छ जताततै खाल्टै खाल्टो हिलै हिलो अब साधनमा हिँड्नेलाई त गाह्रो छ भने त्यो पैदल यात्रीहरूलाई होला कति गाह्रो होला अझ त्यो साना साना बालबालिकाहरू स्कुल जानुहुन्छ होइन उहाँहरूलाई कति गाह्रो होला गाडीमा जानेहरू त जानुहुन्छ हिँडेर जाने बालबालिकाहरूलाई एकदम गाह्रो छ त्यसैलाई नै अलिकति व्यङ्ग्य तरिकाले होइन हामीले भिडियो बनाएको के कसो लाग्यो हजुरहरूलाई अब हामीले अब डाइरेक्ट भन्न नसके पनि अब सरकारलाई अब अलिकति अब हाम्रो काम मार्फत अलिकति सरकारलाई अलिकति भए पनि सन्देश जान्छ कि भनेर चाहिँ हामी यस्तो काम गरेको हो अब यस्तै छ नेपालको है हुन त अब म जन्मिएदेखि नै अब यही हिलोमै खिचेर हुर्किया मान्छे हो तर यस्तो हुन्छ अब जन्मेदेखि नै हिलोमै हुर्कियो भन्दैमा अब जतिखेर नि हिलोमै हिँड्नु त भएन नि त होइन अलिकति सुविधा त चाहियो नि त समयअनुसार परिवर्तन हुनु पर्यो अब सबै देश परिवर्तन हुँदैछ हाम्रै अब नेपालहरू अब जस्ताको त्यस्तै छ कति अब पहाडतिर त झन् यस्तो बिजोग छ कि होइन अब अहिले अब त्यो
अब भनि त साध्यै छैन नि। अब उहाँ अब नारायणघाट चितवनको बाटो अहिलेसम्म बन्न सकेको छैन, यत्रो वर्ष भइसक्यो। अब खुरकोटको बाटो त्यो अब अहिले पनि अब बर्खा लाग्ने बित्तिकै त्यो बन्द हुन्छ। नेपालको अवस्था त भनेर साध्यै छैन होइन। तैपनि अब हामीले चाहिँ अलिकति थोरै भए पनि अलिकति सरकारलाई त हुन त के हुने हो र हाम्रो यति अब भिडियोले होइन, तैपनि अलिकति सबैजनाले, मैले तपाईँहरूले सबैजनाले यस्तै थुप्रै गर्दै झकझक्याउने त हो सरकारलाई। अहिलेको अवस्थामा चाहिँ अलिकति उटपटाङ बेसी मन पराउनु हुँदो रहेछ क्या। छिट्टो भाइरल हुने पनि त्यही रहेछ। तर हामीले चाहिँ नि उटपटाङ गर्ने भनेर चाहिँ खालि उटपटाङै मात्रै गर्दैनौँ। सुरुमा उटपटाङ गर्छौँ अनि अन्तिममा चाहिँ हामी सन्देश दिने चाहिँ बनाउँछौँ। हामीले के कस्तो लाग्छ, हाम्रो कामहरू कमी कमजोरी हुनसक्छ भनिदिनु होला। कमजोरी भए हामीलाई सुधार्ने मौका मिल्छ, राम्रो भए अझ राम्रो गर्ने चाहिँ हामीलाई हौसला बढ्छ। त्यसैले जे लाग्छ हजुरहरूलाई भनिदिनु होला है त। नमस्कार।